उहाँ हुनुहुन्छ हसिलो अनुहार मिस्टर गौतम पन्जियार र उहाँको रेभेन्सबर्न युनिभर्सिटीमा 40 डेजमा भिसा लागिसकेको छ र यो भिसा उहाँले दिदैछु तपाईलाई कंग्रेचुलेसन थ्यांक यू भेरी मच सर सो कति धेरै खुसी हुनुहुन्छ यो भिसा गेटअप गर्दाखेरि म एकदमै खुसी छु अनि यस थ्यांक यू भेरी मच अनि तपाई कहाँबाट बिलोङ्स गर्नुहुन्छ कुन युनिभर्सिटी हो विदाउट आईएलटीएस पीटी थियो कि थिएन अलिकति इन्ट्रोड्युस गरिदिन सक्नुहुन्छ म चाहिँ इन्डियाबाट बिलोङ गर्छु मैले आइएल्टिएस गरेको थिइनँ अनि मैले चाहिँ एप्लाई गरेको युनिभर्सिटी चाहिँ रेभेन्सबर्न युनिभर्सिटी लन्डन क्याम्पस हो अनि मैले चाहिँ 40 डेज भित्रमा आफ्नो भिसा पाएँ के नाम तपाईको मेरो नाम चाहिँ गौतम पन्जियार हो सो थ्यांक यू भेरी मच सो जो विद्यार्थी तपाईले हेर्दै हुनुहुन्छ हैन नेपालगञ्जबाट विराटनगरबाट काठमाडौँबाट युके एप्लाई गर्न चाहनुहुन्छ राम्रो कल्सनेसीहरु पाइराखेको छैन सो त्यस्तो कल्सनेसीलाई के भन्न चाहनुहुन्छ आई सजेस्ट कि धन्दै स्टडी अब्रोड चाहिँ एकदम युजर फ्रेन्डली पनि छ प्लस हाम्रो सर चाहिँ एकदमै फ्रेन्डली पनि हुनुहुन्छ सो मलाई इन्टरेक्ट गर्दा सरसँग चाहिँ खासै प्रब्लम चाहिँ भएन आई होप एन्ड आई विश एभ्रीबडी टु कम एन्ड भिजिट दिस कन्सल्टेन्सी वन्स एन्ड गेट काउन्सिलिङ सो तपाईले 10 मा कति रेटिङ दिन चाहनुहुन्छ धनञ्जय स्टडी अब्रोडलाई 10 मा मैले 10 नै रेट गर्छु किनकि मेरो प्रोसेस चाहिँ छिटै नै भएको थियो सो जो तपाईहरु पनि हेरिराख्नु भएको छ यदि युके तपाईको ड्रीम छ ब्याचलर डिग्री र मास्टर डिग्री अब तपाईको जनवरी इन्टेक सकिसकेको छ भने फेब्रुअरी र अप्रिल इन्टेक तपाईको हातमा छ सो तपाईले पनि यदि राम्रो कल्सनेसी खोजिराख्नु भएको छ नेपालगञ्जबाट हुनुहुन्छ जापानबाट हेर्दै हुनुहुन्छ तर तपाईको ड्रीम इंग्लिश स्पिकिङ कन्ट्रीमा जाने छ ब्याचलर डिग्री र मास्टर डिग्री भिसा पनि 100% ग्यारेन्टी र आईएलटीएस र पीटी नगरिकन यदि युके जान चाहनुहुन्छ भने धनञ्जय स्टडी अब्रोडलाई सम्झिन सक्नुहुन्छ स्क्रिनमा दिएको नम्बरमा कल मेसेज र व्हाट्सएप गर्न सक्नुहुन्छ म धनञ्जय शाह धनञ्जय स्टडी अब्रोडबाट थ्यांक यू भेरी मच